नमस्ते 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 है सबैजनालाई फेरि पनि गाइस तिमीहरूले मेरो यस्तो बानी बिगारेछ यार। पहिला 10 भ्युज आउँदा नि यस्तो खुसी लाग्थ्यो, नाङ्गे नाच्न मन लाग्थ्यो। अहिले त यो लास्ट भिडियोमा 100 भ्युज कटेन नि त, कस्तो दुःख लागिरहेछ यार, टेन्सन लागिरहेछ। मेरो युट्युब करियर स्टार्ट हुनुभन्दा अगाडि नै सक्यो क्या जस्तो फिल भइरहेछ। तर केही छैन, म भिडियो बनाउन चाहिँ रोक्दिनँ, किनकि एनिमेको कुरा गर्न पाउने भनेको मैले यही युट्युब च्यानलमा मात्र हो। त्यसैले यो भिडियो चाहिँ एकदमै नर्मी लिस्ट हुनेवाला छ है। एकदम खतरा, केही एक्सपेक्ट नगर्नु होला। 2-3टा एनिमे चाहिँ अलि कसैले नाम नसुनेको हुनसक्छ, तर धेरै जसो चाहिँ एकदम नर्मी नै छ। किनकि यो भिडियो मैले स्पेसली बनाएको चाहिँ जसले एकदम कम एनिमे हेर्छन् कि त एनिमे नै हेर्दैनन्, स्पेसली त्यस्तो मान्छेहरूको लागि हो। त्यसैले अब हजुरहरूमध्ये कोहीलाई चाहिँ ए 10वटा एनिमे मैले हेरिसकेँ, टाइम मात्रै वेस्ट गरेर चोरले मासला भन्न नि पाउनुभयो। तर जहाँसम्म मन लाग्छ यो 10वटामा 8वटा चाहिँ 2वटा चाहिँ कसैले नहेरेको हुनसक्छ है। त्यसैले ध्यानले सुनौँ। यो भिडियो चाहिँ अलिकति लामो हुनसक्छ, अनि म त्यही भएर छिटो बोल्छु है, ऱ्याप हाने यसरी। अनि एकदम छिटो बोल्छु, अनि कपी किताब लिएर टिप्नु होला है, म के बोल्नेवाला छु। 10वटा एनिमेको नाम यो एनिमेहरू युट्युबमा छ, म्युज एसिया अनि एनिवान एसिया है के हो त्यो च्यानलको नाम, जस म्युज एसियामा छ यो धेरै एनिमेहरू, यो 10वटा मध्ये 8वटा 9वटा जति। फर्स्ट एनिमे मुसोको तेन्सेई, इङ्ग्लिसमा भन्नुपर्दा जबलेस रिइन्कार्नेसन। यसको सबै युट्युबमै छ। अनि यो चाहिँ मलाई चाहिँ भन्नुपर्दा यो इसेकाई जन्म मनै पर्दैन क्या, मनै पर्दैन कसम। हेर्दा चाहिँ मैले थुप्रै हेर्छु, तर कुनै पनि हुन्छ नि 3टा इसेकाई चाहिँ मलाई एकदम मनपर्छ। त्यसको नाम चाहिँ म लिँदिनँ। यो फर्स्ट चाहिँ मुसोको तेन्सेई हो। अनि यो चाहिँ नट जस्ट वान अफ द बेस्ट इसेकाई, तर वान अफ द बेस्ट एनिमे पनि हो है। यसको एनिमेसन, यसको म्युजिक, यसको स्टोरी, यसको क्यारेक्टरहरू सबै दामी छ है, दामी लास्टै दामी छ। अनि यो एनिमे चाहिँ सबैले हेर्नै पर्छ, दामी छ, लास्टै दामी है। अब म धेरै डिप जाँदैन, नै त्यो भिडियो लामो हुनसक्छ। त्यसैले मुसोको तेन्सेई चाहिँ हेर्नु होला फर्स्ट। सेकेन्डमा चाहिँ टोकियो रिभेन्जर्स। कतिजनाले यो ओभररेटेड छ, जे पाइदियो हावा एनिमे भन्न सक्छ होइन। तर म चाहिँ एउटा कुरा भन्छु है, यो एनिमे चाहिँ एकदमै बिन्ज वर्दी चाहिँ छ है। ढुक्कले हेर्दा हुन्छ। कोही कोहीलाई हुन्छ नि, मेरो साथीहरूले टोकियो रिभेन्जर्स राम्रो छैन भन्थे, म त हेर्दैन भन्नेहरूलाई चाहिँ आफैले हेरेसम्म चाहिँ थाहा हुँदैन होइन, आफैले हेरेसम्म चाहिँ थाहा हुँदैन। त्यसैले अब त्यो सोचिराख्नु छ टोकियो रिभेन्जर्स हेरेर टाइम वेस्ट त हुँदैन भनेर सोच्नु भएको छ भने त्यो हेरेपछि मात्र थाहा हुन्छ। मलाई चाहिँ लास्टै रमाइलो लाग्यो है, जति जे भए पनि मान्छेले जति जे नै भन्छ न। यो एनिमे हेरेर चाहिँ म लाइफ लेसन्सहरू सिक्छु यार। यो एनिमे त नारुतो जस्तो हुन्छ नि, त्यस्तो टाइपको चाहिँ होइन होइन। एकदम यो डम फन टाइपको, एकदम एन्टरटेनिङ। हरेक एपिसोड चाहिँ क्लिफ ह्याङ्गरमा सकिन्छ। अनि एउटा एपिसोड हेर्ने बित्तिकै अर्को एपिसोड हेर्न मन लागिहाल्छ कि यो चाहिँ त्यस्तो टाइपको। त्यही हो, धेरै त्यो डिप मिनिङवाला चाहिँ होइन, तर एकदमै रमाइलो छ। टाइम पास पनि मजाको टाइम पास। एक दिनमै हेरेर सघाउनुहुन्छ। 24वटा एपिसोड छ, एक दिनमै हेर्न सकिन्छ। दिउँसो फ्री टाइम छ भने मजाले हेर्दा हुन्छ, ढुक्क हेर्दा हुन्छ, टाइम वेस्ट चाहिँ हुँदैन है। थर्ड एनिमे गड अफ हाई स्कुल। धेरै दिमाग लाउने होइन, जस्ट फाइट, एनिमेसन, म्युजिक। यो एनिमे हेऱ्यो भने चाहिँ के देखायो यार, यो त अति भयो यार। यो 12वटा एपिसोडमा कहाँ पुग्यो स्टोरी भन्ने हुन्छ, तर फाइटहरू चाहिँ एकदम रमाइलो छ। एनिमेसन यस्तो दामी छ क्या, हुन्छ नि फाइटहरूको एनिमेसन चाहिँ भवाल छ, यस्तो स्मुथ छ। स्टोरी चाहिँ नहेर्दा नि हुन्छ, जस्ट फाइटहरू हेर्दा हुन्छ, टाइम पास गर्नु छ भने चाहिँ। त्यही हो गड अफ हाई स्कुल चाहिँ, स्टोरीको लागि जस्ट फाइटको लागि। फोर्थ एनिमे वान पन्च म्यान। यो चाहिँ अब वान पन्च म्यान एनिमे फ्यानहरू सबैले हेरेको छ, तर जो एनिमे फ्यान्सहरू होइन नि, वान पन्च म्यान प्लिज हेर यार। तिमीले जिन्दगीमा एनिमे नहेरे पनि वान पन्च म्यान त हेर्नै पर्छ यार। कमेडी पनि लास्टै कमेडी, एनिमेसन पनि। यो धेरै अगाडि आएको एनिमे हो, 2015मा आएको, तर अहिले पनि यसको एनिमेसन यस्तो भवाल छ नि, अति भवाल छ। स्टोरी पनि दामी छ है, एनिमेसन, स्टोरी, म्युजिक, क्यारेक्टर्स सबै भवाल छ। 10 on 10 हो सिजन 1 त। वान पन्च म्यानको सिजन 1 10 on 10 हो है। यसमा केही मिस्टेक छैन, केही यो कुरा मलाई मन परेन भन्ने छैन। वान अफ द बेस्ट एनिमे हो वान पन्च म्यान चाहिँ। फिफ्थ एनिमे स्पाई फ्यामिली। कहिलेकाहीँ मान्छेलाई टेन्सन लागिरहेको हुन्छ, झ्याउ लागिरहेको हुन्छ, त्यस्तो बेलामा चाहिँ स्पाई फ्यामिली हेर्दा हुन्छ। दामी छ, क्यारेक्टरहरू दामी छ होइन, एकदम होलसम छ क्या, एकदम हुन्छ नि, यस्तो खुसी बनाइदिन्छ क्या हरेक एपिसोडले।
अनि मजा नि आउँछ फ्यामिलीको बारेमा हो कस्तो फ्यामिलीमा भन्दैन जस अहिले चाहिँ एकदमै चलेको एनिमे स्पाई फ्यामिली हेर्नुभएको छैन भने ढुक्का हेर्नु लास्टै आउँछ लास्टै एकदम यस्तो मनै खुसी बनाइदिन्छ क्या अनि अब चाहिँ 6th एनिमल स्कुल भन्ने छ होइन यो पनि एकदमै म छिटो भन्छु है यो हुन्छ नि जस्ट लिस्ट मात्रै बनाएर राख्नु यो कस्तो हो के हो म चाहिँ भन्दैन वेलकम टु डिमन स्कुल इरुका हो के छ यसको नाम भनौँ यो पनि एकदम रमाइलो छ कमेडी छ टिपिकल सोनेन टिपिकल एकदमै टिपिकल हुन्छ नि कमेडी पनि अनि अलिअलि पावर पनि अलिअलि हुन्छ नि सस्पेन्स टाइपको पनि अब त्यो यसले चाहिँ धेरै ओभर गर्दैन केही पनि के कुरा नि ओभर गर्दैन ठिक्क आफ्नो लाइनमा बसेर सबै कुरा गर्छ यो एनिमेले रमाइलो छ यसमा धेरै दिमाग लाउनु पर्दैन हेर्दा हुन्छ 8 नम्बरमा चाहिँ द टाइम आई गट रिइन्कार्नेटेड एज अ स्लाइम भन्न सकेँ मैले एकचोटिमा यो चाहिँ मलाई 3टा मात्रै इसेकाई मनपर्छ है अहिलेसम्म जतिवटा नि इसेकाई हेर्छु नि 3टा मात्रै मनपर्छ अनि यो चाहिँ मेरो 3rd फेभरेट हो है स्लाइमवाला चाहिँ एकदमै रमाइलो छ कमेडी छ क्यारेक्टरहरू पनि हरेक एनिमेमा त्यही भन्दैछु यार मैले अघिदेखि यार केही ओरिजिनालिटी नै भएन तर हुन्छ नि मान्छे मर्छ मरेपछि स्लाइम बनेर जन्मिन्छ के हो स्लाइम बनेर जन्मिन्छ अनि दुनियाँभरको पावर पाउँछ ओभर पावर्ड हुन्छ अनि स्टोरी पनि अब डिमन किङलाई मार्नुपर्छ अब जुन इसेकाइमा पनि त्यही त हो नि डिमन किङलाई मार्नुपर्ने तर एकदम रमाइलो छ यो चाहिँ अब 9 नम्बरमा चाहिँ जोजोस बिजार एडभेन्चर यो चाहिँ 10 जनामा 8 जनालाई पटक्कै मन पर्दैन यो अनि सिधै भनिदिन्छु 10 जनामा 8 जनालाई मन पर्दैन थुक्कै के हेरेँ मैले यार यस्तो दिमाग खराब बनाएँ यार यस्तो नि हुन्छ एनिमे तर 2 जना हुन्छ नि त्यो 10 जनामा तिनीहरू चाहिँ डाई हार्ड फ्यान हुन्छन् है कसम यो त म लेखेर दिन्छु किनकि जोजोस बिजार एडभेन्चर चाहिँ एकदमै युनिक छ अरू एनिमेहरूभन्दा यसको हुन्छ नि सबै कुरा के एकदमै युनिक छ क्या अनि हरेक एपिसोडमा यस्तो लिटरली हुन्छ नि हरेक एपिसोडमा यो के भयो यार यो ब्याग यस्तो त नहुन पर्ने यार जे पाइदियो यो चाहिँ अति देखायो यो त जे पाइदियो देखायो भन्ने हुन्छ क्या त्यही कुरा रमाइलो हो कि यो जोजोको चाहिँ त्यही भएर मलाई चाहिँ एकदमै मनपर्छ म यो रिकमेन्ड गरेकै हो अब हेर्नु होस् भने हेर्दा हुन्छ फर्स्ट पार्ट चाहिँ अलिक बोरिङ छ सेकेन्ड पार्टबाट चाहिँ लास्टै रमाइलो छ है तर त्यही हो अलिक एकदम वियर्ड एकदम टाइपको एकदम वियर्ड एकदम युनिक छ मन परेन भने मलाई गाली नगर्नु है प्लिज किनकि पहिले भनिसकेको छु मैले मन नपर्न सक्छ अब 10 नम्बरमा चाहिँ यो चाहिँ धेरैजनाले हेरेको छैन म लेखिदिन्छु मोरियार्टी द पेट्रियट भन्ने यो चाहिँ अलि के भन्ने यार अलि म्याच्योर टाइपको एनिमे हो यो चाहिँ अब देशको फाइट भनौँ कि के भनौँ नामै सुन्नु न द पेट्रियट भनेपछि अब देशको लागि गर्ने त्यागहरू अब मान्छेले कति हदसम्म जान सक्छ आफ्नो देशलाई बचाउन आफ्नो हुन्छ नि त्यो कुरा चाहिँ यसमा छ अनि एकदमै म्याच्योर एनिमे हो यसमा यो बच्चाहरू मारेको मान्छेहरू मारेको सिनहरू पनि छ होइन एकदमै राम्रो एनिमे हो यो चाहिँ हेर्नु होला यो अलि सिरियस टाइपको हो रमाइलो छ अलिकति स्लो लाग्न सक्छ तर अब यो बच्चाहरू जस्तो अब यो डिमन स्कुलहरू यताउति त अलि हुन्छ नि कमेडी टाइपको हो नि त तर यो चाहिँ अलि सिरियस छ है यसको स्टोरी चाहिँ त्यो भएर यो नि हेर्नु होला युट्युबमै छ यो पनि अनि एउटा चाहिँ अनरेबल मेन्सन भन्छु है म अनरेबल मेन्सन र यो अनरेबल मेन्सनमा जुन एनिमेको नाम लिन लाग्छु नि मैले यसको चाहिँ म छुट्टै भिडियो बनाउँछु यसपछि यो भिडियो पछि बनाउँछु अनि यो एनिमे चाहिँ एकदमै स्पेसल छ यसको नाम चाहिँ टु योर एटर्निटी भन्ने हो म जस्ट नाम भन्छु अहिले टु योर एटर्निटी भन्ने यसको लागि चाहिँ म छुट्टै भिडियो बनाउँछु एकदमै मनपर्छ यो एनिमे मलाई धेरैजनाले हेरेको छैन यो अनि यो पनि चेकआउट गर्नु होला नै त म नेक्स्ट भिडियो बनाउँछु अनि त्यसमा थाहा पाउनुहुन्छ यो कस्तो टाइपको एनिमे भनेर अनि त्यही हो कतिवटा 11वटा हो है अनरेबल मेन्सन जोडेर 11वटामा 3-4वटा हेर्नुभएको छैन होला कतिजनाले 11वटै हेर्नुभएको छ होला हुन्छ नि तर यो 11वटा मध्ये एउटा पनि हेर्नुभएको छैन भने त्यो चाहिँ हेर्नु होला है यो चाहिँ मैले एकदम नर्मी लिस्ट बनाएको हो कि मैले
युट्युबमा अरू एनिमेहरू पनि छ तर धेरै जस्तो स्लाइस अफ लाइफ टाइपको छ मलाई चाहिँ स्लाइस अफ लाइफ खासै मन पर्दैन है मलाई चाहिँ यस्तै हुन्छ नि पुरा एक्सन यताउति थ्रिलर टाइपको मनपर्छ अनि लिस्ट पनि यस्तै छ मेरो अनि त्यही हो यसमा चाहिँ 100 भ्युज कट्नु पऱ्यो है न त म आफैले हेरी कटाउँछु अरूले नहेरे पनि अनि त्यही हो सब्सक्राइब गरिदिनु होला सेयर नगर्नु है फेरि मायाकोसँग अरू थुक्कै के अरे चोरमा यस्तो भिडियो नि हेर्ने हो भनेर फेरि हदले नै अनसब्सक्राइब गरिदिनु होला फेरि त्यो चाहिँ मलाई टेन्सन लाग्छ त्यही भएर सेयर चाहिँ नगर्नु लाइक र सब्सक्राइब मात्रै गरिदिनु है ल